हे फूडी वेलकम ब्याक टु माई किचन। आज बनाऊ हामी प्याज र टमाटर बिना चिकन फ्राई। यो चाहिँ एकदमै टेस्टी हुन्छ। यु विल गन लभ दिस रेसिपी। मैले चाहिँ 1 केजी चिकनलाई राम्रोसँगले धोएर लिएको छु। अब एउटा प्यानमा मैले तेल तताएर त्यसमा जिरा र सुकेको रातो खोर्सानी फुराएको छु। ल अब चिकनलाई पनि फ्राई गर्न राखिदिउँ। चिकनलाई चाहिँ हामीले पुरै ड्राई हुन्जेलसम्म चाहिँ हामीले फ्राई गर्नुपर्ने हुन्छ। यता अब चिकन चाहिँ यतिको फ्राई भइसकेको छ। पानी पनि सुकिसकेको छ र तेल छुटिसकेको छ। ल अब मैले चाहिँ यहाँनिर मसलाको तयारी गरेँ। यसमा चाहिँ मैले लसुनको पेस्ट लिएको छु, बेसार 1 चम्चा, धुलो मसला 1 चम्चा लिएको छु र साथै मैले चाहिँ यसमा मिट मसला पनि लिएको छु। काश्मिरी मिर्च कलरको लागि लिएको छु भने मैले चाहिँ आफ्नो स्वाद अनुसारले नुन पनि हालेको छु र यसलाई चाहिँ यो सबै मसलाहरूलाई चाहिँ मजाले फ्राई गरेर एकचोटि चलाइसकेपछि चाहिँ मैले अघि पिसेको लसुनको पेस्टलाई पनि हालेर मजाले चलाएर एकछिनसम्म यो पाक्नलाई छोडिदिन्छु। अब यसलाई चाहिँ एकछिन छोप्दै चलाउँदै पकाउनु पर्ने हुन्छ र अब चाहिँ भने चिकन चाहिँ यतिको भएर रेडी भइसकेको छ। यसरी बनाएको चिकन चाहिँ एकदमै मिठो हुने गर्छ र लास्टमा मैले धनिया हालेर यसलाई गार्निस गरिदिएको छु। थ्याङ्क यू फर वाचिङ। सी यू इन नेक्स्ट भिडियो।